नमस्ते सबैजनालाई, गुड मर्निङ है। आज चाहिँ हामी त्यसो गइरहेको छु मेरो बहिनीको घरमा। मेरो ज्वाइँ चाहिँ यहाँको यो गुम्बाको चाहिँ उयो हो नि त खेतलामा, अन्त उहाँलाई त भेट्न आएको हामी, किनभने घरको पूजा गर्नु छ, त्यही भएर चाहिँ अन्तखेरि भेट्न आएको। अब पूजाको साइतहरू निकाल्नु, अब सामानहरू के हो कसो सबै सल्लाह थिएर हिजो बेलुका आइपुगेको हामी, झन्डै कति 7 साढे 7तिर आइपुगेको होला। अन्त किन ढिलो भन्दा चाहिँ मेरो हिजो किटी पनि थियो सुनिता दिदीकोमा, अन्त किटी गएर त्यहाँबाट किटी सकिकन 5 बजी निस्केको। बाटोमा आउँदा थियो अलिअलि जाम हेर्दा ओर्दा अब आज फर्किने फेरि आज अब फर्केर कालिम्पोङहरू हुँदै निस्केर जाने भनेको। हेरौँ अब के हुन्छ अहिले है बुढा। राति हुँदा चाहिँ एकदम यहाँनिर हेर्नुहोस्, एकछिन दुईजना हिरो कहाँ गएर आएको हो नि। यस्तो त कसले पनि देखेको थिएन होला राति। मेरो किट्टी थियो, त्यही भएर ढिलो भएको। यो चाहिँ साह्रो दामी देख्छ हौ यो। के गर्नुपर्ने, कता कताको कसको ग्रह दशाहरू के छ, लुङ्गरहरू के हुन्छ त्यो चाहिँ मिलाएर गरौँ न। हामी यहाँनिर नानीसँग चाहिँ कहाँ गएको? हेलो गाइस, कहाँ गएको? अब म गुम्बा जान आँटेको। गुम्बा जान आँटेको? गुम्बामा के हुँदैछ आज? आज पूजा। के को पूजा हो? आज दशमी। गुम्बामा आज दशमीको पूजा हुँदो रहेछ। अन्त यहाँ बाटो बनिँदैछ, बाटो होइन यहाँ गुम्बाको कन्स्ट्रक्सन छ, गुम्बा अलिक बढाउनु हुँदैछ। यहाँ पक्र, यहाँ पक्र। ल अब यहाँ पक्र। अब भन्दै हिँड के हुँदैछ ल। अलिक माथि देखाउ न यसरी। यहाँ के हुँदैछ? अब यहाँ पूजा हुँदैछ, यहाँ हाम्रो गुम्बा बनिँदैछ हो। त्यसको लागि अनि पूजा हुँदैछ। दशमी पूजा हो। को आयो? अब यो अन्त यहाँ चाहिँ के हो नानु? यहाँ के अरे? अब गुम्बा बनिन आँटेको छ। गुम्बा बनिन आँटेको छ। गुम्बाको नाम चाहिँ के हो? टासी छुलिङ गुम्बा पेसोकको है। ए लु के गर्ने अरे अब? लु पक्रा। गाइसहरू हेर्नुहोस्, हामी अब पूजा गर्दैछौँ। यहाँ यस्तो चालेको छ।
यहाँदेखि चाहिँ जग्गा छैन यस्तै हिँड्नुपर्छ चराहरू छ यहाँ चाहिँ खै त लु यहाँ खै लु कोरा गरेको गुम्बा बनाउनु हुँदैछ ए दादाले गुम्बा बनाउनु भएको गुम्बा यहाँ ठुलो अब अलिक बढाउँदैछ नि त है ठुलो हुन्छ है ओ भित्र गुम्बाभित्र को रहेछ हौ आपा ठिमा बस्नु भएको हजुर आज ढोलमा पूजा हो ए यहाँ चाहिँ हाम्रो छङ मेमेको घरबाट देखिएको दृश्यहरू यहाँ अगाडि गुम्बा छ पाँचखाइदेखि अलिक छिलिरहेछ यतातिर चाहिँ यहाँ वरिपरिको दृश्यहरू कति राम्रो छ अन्त मेरो छोरी खै यहाँनिर छोरीको अनुहार हेरौँ एकपल्ट त ब्युटिफुल छोरी हेरौँ त ए स्टाइल पार्दैछ मेरो छोरीले बाय बाय जाने मान्छेहरु पढ्दै ल्याङ्गङ नगर्ने 9 बजेदेखि जान्छु नि आइसक्नु पनि जाँदैन है 10:30 पो भएछ त बाय बाय घरै पुगेर बाय बाय मेरो छोरी छिटो हाल्नुपर्छ नि अन्त म त त्यस्तो जानु हुन्छ होइन जिउमा होइन यो खुट्टाहरू पनि राख्नुपर्छ हालेर अघि पो भएको कस्तो डरलाग्दो जाडो नभए त हिजो बेलुका पनि भएन अघि त खाजा खाँदै गर्दा त्यो खिच्की खोजेको सानो खाने पेसोको ओह्रालो लागेको पेसोको निस्किनु त अघि निस्केको यो बोलाउँछ
घुमिन्छ यसमा चाहिँ। यस्तो जग्गा चाहिँ एउटा चाहिँ कालिम्पोङको पेसोकको है। कालिम्पोङमा पनि छ अझै एउटा यस्तो कालिम्पोङ बाटोमा। यहाँबाट चाहिँ सिधै गयो भने चाहिँ उयो के भन्छ ऱ्याफ्टिङ गर्ने जग्गा हो। तर हामीले तलबाट गयो भने चाहिँ टिस्टा पुग्छ। यो चाहिँ टिस्टाको उयो काठको पुल। नयाँ बनिँदैछ। यता नयाँ बनिँदैछ। अब कहिलेदेखिको ओपनिङ हुन्छ होला कहिलेदेखिको यो पुल पनि। यो चाहिँ नयाँ हो। अब हामी चाहिँ सिधै गयो भने चाहिँ सिलगढी हो। अब यता राइट लाग्यो भने चाहिँ कालिम्पोङ। यता सिधै गयो भने यही सिलगढी पुग्छ। यता चाहिँ सिलगढी। अब हामी लाग्यो कालिम्पोङपट्टि। यो रोड चाहिँ अब कालिम्पोङ जाने रोड हो। दोकानहरू छ, फ्रुट्सहरू छ। यो चाहिँ आइपुग्यो हामी टिस्टा ब्रिज। दसैँ लागेको छ। यो चाहिँ हो टिस्टा ब्रिज। हेर्नुहोस् टिस्टा आइपुग्यो है। यहाँदेखि कालिम्पोङ र केन्द्रको बाटो छुट्टिन्छ। यहाँबाट गयो भने चाहिँ गान्तोक। यता सिधै उकालो गयो भने चाहिँ कालिम्पोङ। यो चाहिँ गान्तोकको लागि हो। यो पनि के अरे माथि टिस्टाको जस्तो छ घुम्ती। सेम हो तर यो अलिक सानो छ। एक राउन्ड छ। त्यो चाहिँ अलिकति ठुलो छ नि त। यस्तो छ। यो गाडीहरू पनि सेमै त हुन्छ यताबाट जानु पाउने। ज्योति हो दुईटा गाडी।
डेलो जाने बाटो याद छैन त्यही त ऊ माथि परबाट उकालो जानुपर्छ बेलुका बाटो त होइन यो उकालो होइन यो उकालो क्यामेरा निकालेर गर्नु बोल्ने भन्ने बोलेर नगर हल्लिन्छ पुरा त्यो निकाल न कुन चिजको लागि यो ग्राम सोम्स खतरो काटेको पुरानो पुरानो घरहरू छ उहिलेको ब्रिटिस टाइमको त्योभन्दा पुरानो ब्रिटिस टाइमको के टाइमकोहरू यस्तो पुरानो पुरानो घर छ यसो यस दाजु हामी त कालिम्पोङ घुम्दैछौँ ए होइन हिजो हामी पेसोक आएको थियौँ नि बेलुका कि पेसोकमा त्यहाँ हाम्रो मेमीसँग सल्लाह गर्न आएको थियो त पूजाको अन्त त्यहाँबाट हिजो राति त राति 8:30 त आइपुग्यो पिटी सिटी सकेर आएको हो अन्त हिजो यतै बस्यो ओऱ्यो त्यहाँदेखि फेरि अन्त अहिले फर्केको हजुर बिहान बिन्जाले माछाको चारो बिन्जाले दियो हो ठिकै छैन माछा हुन्छ दाजु फर्किँदैछु माथि कालिम्पोङ माथि आइपुगेँ गुम्बाको छेउमा ल हुन्छ बिस्तारै यहाँनिर चाहिँ आएको छ माता यता चाहिँ बुद्ध भगवान गुरु रहेछ अब चाहिँ हामी डेलो रोड आइपुग्यो होइन डेलो रोड हो अब डेलो जाने उयो चाहिँ माथि भेट्छ अलिक उही अगाडि हो अगाडि लेफ्ट चाहिँ डेलो एकपल्ट हामी यहाँनिर खाजा खाएको हामी प्रकाश दाजु यता भण्डारी दाजु हामी यहाँबाट चाहिँ डेलो जान्छ यो रोड चाहिँ डेलो जाने हो माथि गएर है नजाने एक राउन्ड लागौँ पेसोकबाट कालिम्पोङ हुँदै 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 अहिले हामी डेलो रोडबाट हुँदै यहाँ आइपुग्यो गुरु रिम्बुछे अमन अन्त सानो त्यही त यताबाट मजा देख्यो कि खाब्जीहरू मजाको बना
यो चाहिँ भ्यू पोइन्ट रहेछ तर अहिले चाहिँ फगी लागेर केही देखेछ। मेरो बुढा चढ्दैछ केही देख्छ कि भनेर। के देख्दो रहेछ यता आउन अलिक। के देख्दो रहेछ फगी है? बाटोबाट चाहिँ हनुमान टक जान्छ। हनुमान मन्दिर एकजना सिँढी मात्रै देख्छ। ओ माथि चाहिँ बजरङबली हो, यहाँबाट जान्छ। पहिला चाहिँ हामी जाइरहन्थ्यो। यता चाहिँ मन्दिर छ। रङ पनि गरिसकेछ। कुन घर हो? उयो सेतो। यो घर चाहिँ म बनाएको हेरिरहन्छु। बसन्त भाइले बनाउँदैछ, गफ पनि गर्दो रहेछ। अब हामी कहाँ आइपुग्यो बुढा? अलगढा आइपुग्यो। अलगढाको यो बाटो चाहिँ यहाँनिर बिग्रेको थियो। यो त पहिला पनि बिग्रेकै थियो। अहिले त्यस्तै रहेछ। अलगढा बजार यहाँबाट तर बाटो बिर्सेर चाहिँ माथिसम्म आएर पुलिसलाई सोधेर फेरि वापस फर्किँदैछु। स्कुलको ग्राउन्ड रहेछ। पोलको साउन्ड यो माथिल्लोबाट आएको हो, किनभने यो ग्राउन्डबाट हामी थाहा छ नि मलाई। मलाई चाहिँ याद भएन तर मलाई याद छ त्यो चाहिँ। किन मैले अस्ति त्यो भाइहरूको हेर्दाखेरि चाहिँ दुईजना दाजुभाइ ओह्रालो गएको थियो, लाभा गएको भनेर, अन्तखेरि याद भयो नि त। कतिवटा कुरा त्यस्तोले पनि सहायता पो गर्छ त है। भ्लगहरूले पनि गाउँले जिन्दगी भाइको भ्लगमा हेरेर चाहिँ मैले बाटो यो होला भनेको थिएँ तर कन्फ्युज भएर हामी अर्को बाटो आएछौँ। हुनु पनि निकै माथि पो आएछ त हामी दिएर। यहाँबाट हामी चाहिँ यता जानुपर्नेमा उकालो गएछ उल्टा बाटो। उहाँ त जानुहुन्न ला, हामी जानुपर्छ अगाडि। लौ नजाने हो भने त यसो साइन देखाउनु पर्ने। यो बाटो ए यो बाटो त हिँडेको त बुढा, यही त दब्बेको बाटो हो यो बाटो। आज हाट रहेछ यहाँनिर। यही बाटो त हो। अब यहाँनिर यस्तो उकालो पर्छ। त्यहाँ दोकानहरू पनि छ, मोमो दोकान के दोकानहरू। यही त हो बाटो। यो चाहिँ बनाएछ याद भयो अब चाहिँ तिमीलाई? यहाँ के कुनै के सोध्यो हामीले। हाट रहेछ आज चाहिँ यहाँनिर है। अहिले यताबाट आयौँ, आउँदाखेरि यसो हेरेको त यहाँ अलगढा, आई लभ अलगढा रहेछ। अन्त यसो यहाँबाट भ्यू पोइन्टबाट केही देख्छ कि भन्दा चारैपट्टि फगी लागिरहेको छ, केही नदेख्ने रहेछ। यहाँ पारि चाहिँ रातो रातो टिनको छपहरू देखिरहन भएको चाहिँ यहाँनिर चाहिँ अलगढा बजारको त्यो भर्खर क्रस गरेर आएको हामी। यहाँ पनि छुट्यो सिक्किम जाने र कालिम्पोङ आउने। यताबाट सिक्किम उनीहरूले चाहिँ यहाँबाट झर्नु भनेको त्यो भनेर उसले त पुरा घुम्नुपर्छ भनेर भनेन। गोरुबथान 55 किलोमिटर, लाभा 15 किलोमिटर, डाब्लिङ बाग्लोको रहेको 26 किलोमिटर। हामी त निकै टाढो पर्ने रहेछ है। गोरुबथान बाग्लोको 156 भनेपछि त अन्त हामी त 100 कति किलोमिटर जस्तो पर्ने रहेछ पुरा। 126
यहाँबाट ओह्रालो पनि रहेछ बाटो कहाँ जाने बाटो होला है कालिम्पोङबाट अलगढा आउँदै अब हामी लाभाको छेउछाउ आइपुग्यौँ आई लभ लाभा यो चाहिँ लाभा आइपुग्यो आइयो अलिकति अगाडि हो लाभा यही बाटो झर्नुपर्ने हो यहाँ मतिजनाले टुरिस्ट स्पटको लागि अलिअलि बनाउँदैछ केही थिएन लोकलले बनाएको हो कि गभर्मेन्टले बनाएको बनाउनु चाहिँ कसले बनाएको टुरिस्ट एट्र्याक्सनको लागि मौसम पनि चिसै छ आज चिसै छ है यहाँबाट लेफ्ट चाहिँ लाभा बजार अरे यताबाट चाहिँ यो चाहिँ लाभा हो होटल महाकाली अरे लाभाको बजार त अझै उइसमै छैन बुढा बजार त बाइपास हो नि यो त बाइपास भएर जान्छ नि त बाइपास हो बजार त उताभित्र अघि जहाँबाट लेफ्ट बस्यो नि त्यहाँबाट ए हो यहाँबाट त बाटो मात्रै हो नि अब सिलगढी जानु यहाँ चाहिँ ताला लाग्छ ए खुल्लै रहेछ छ यहाँनिर चाहिँ लाभामा गुम्बा लेफ्टबाट जान्छ होइन यहाँ लेफ्टबाट चाहिँ गुम्बा जाने बाटो अब हामी यता चाहिँ सिलगढी लागेको अझै पनि टुरिस्टहरू त रहेछ निकै नै रहेछ है एक्जामहरू सक्यो होला नानीहरूको एक्जाम सकेरै होला यो त मिस्टर सिटोङ पनि यहाँ पुगेछ को मिस्टर सिटोङ चाहिँ त्यो गाडी कुदिबस्छ सिलगढीदेखि ए हो हामी चाहिँ लाभाको अलिक तल पुगेर फेरि वापस आयौँ सेलरोटी गोलाइ भएर जाउँ भनेर चाहिँ फेरि एकछिन लाभामा रोकेर खाने हो अन्त फेरि हिँड्ने के खाने सँगसँगै जाडो भयो मर्यो नि जाडो छ है कसरी प्याकेट हो मान्छेहरूको बिजोग चाहिँ यस्तो पनि हुन्छ हेर्दै गर्नुहोस् के भयो अरे लाभा घुम्न आउँदाखेरि चाहिँ यस्तो छिटो पनि बाटो अरे मनमनमा त भन्नु नि भाइ छिटो त आइदियो त आधी बाटो पुग्थ्यो किनभने फर्केर आएको हामी देखो अघि निस्केको त्यो गाडी त्यो बाटो देख्यौ देख्यौ त्यही बाटो नाम चाहिँ त्यो रहेछ नि त के अरे भने मैले नाम पनि सोधेको थिएँ यसो बाटो छ नि यो बाटो चाहिँ अहिले हामी नयाँ त्यो जुलबी मोड गोलाइ सेलरोटी गोलाइ भन्ने बाटो निस्किनुलाई चाहिँ निस्केको यो चाहिँ सिधै तल मिना मोड निस्किन्छ भनेर लाभाभन्दा अलिकति माथिबाट आउनु पर्दो रहेछ लाभा लेखेको बोर्ड भन्दा चाहिँ अलिक पहिला पाँच सपुङ्गे चार्टी लेखेको रहेछ त्यहाँ चाहिँ ओह्रालो छ
अगर कालेबुङबाट आउँछ भने चाहिँ आई लभ लाभा भन्नेको भन्दा पहिला हो। अन्त तल गुरुबथान साइडबाट आउँदैछ भने चाहिँ आई लभ लाभा क्रस गरेर आउँदो रहेछ। बाटो त मजाको बनाएको छ, ठुलो रहेछ। यो बाटो चाहिँ गाडी कुदाउनु मजा आयो। कस्तो लाग्यो भने पहिला सानोमा भिडियो गेमहरू खेले जस्तो लाग्यो त। कम्ती मजाको बाटो छैन, वरिपरिको सिनहरू हेर्दा। अहिले त्यो भिडियोहरू तपाईँले सबैहरूले फास्ट फरवर्ड हेर्नुहुँदैछ है, तर रियल एक्सपिरियन्स गर्नु चाहिँ ग्राउन्डमा गएर हेऱ्यो भने मात्रै मजा आउँछ। साँच्चै नै यस्तो राम्रो वातावरण छ, यस्तो राम्रो यस्तो दृश्यहरू, यस्तो मनमोहक दृश्यहरू कि अब बयानै गर्नु सकिँदैन। एउटा मजाको एक्सपिरियन्स। तपाईँहरू पनि कसैले समय पाउनुभयो भने एकपल्ट भिजिट गर्नु होला यो बाटो चाहिँ। तलबाट भन्दा पनि अगर तपाईँहरू कालिम्पोङबाट ओह्रालो जानुभयो भने झन् मजा आउने रहेछ। ओह्रालो मजाको सिन, सिमसिम पानी पर्दै गरेको मजा आयो। काश्मीरको खुबसुरती देखेर चाहिँ महान कवि अमीर खुसरोज्यूले भन्नुभएको थियो, गर फिरदोस बर्रुए जमीन अस्त हमीन अस्त हमीन अस्त हमीन अस्त। अर्थात् अगर धरतीमा कहीँ स्वर्ग छ भने यही छ, यही छ, यही छ। तर यो स्वर्ग कश्मीरमा मात्र होइन, हाम्रो पहाडमा पनि छ, हाम्रो दार्जिलिङमा पनि छ। हेर्नुहोस् न कति राम्रो दृश्यहरू छ है, खुसी लाग्यो। तपाईँहरू पनि अवश्य भिजिट गर्नु होला यहाँ चाहिँ। हुन्छ होला होइन, के रोकेको होइन रोकेको छ ऊ माथि पुलिसले उयो गर्दैछ, अप्ठ्यारो रहेछ नि त बाटो। भन्यो ऊ हिँड्दैछ नि मेरो त भन्यो छ। गयो यो जान्छ जान्छ स्टार्ट गरेको जस्तो लाग्यो होइन। पानी नैन क्या भनेपछि है पानी छ। ए त्यो गाडी जानु दिन्न पहिला जाऊ, स्पिड जाऊ भन्दैछ। ओके किन थैंक यू।
कफेरबाट पहिला हामी आफ्नो म बिहामा आएँ भन्ने भने न त्यहाँबाट अब यात्रा उहिले नै झरेर फर्किन्छ ल झर्दिनु उयो लोलेगाउँ यहाँ रोक्नु दिन्छ दिन्छु गाडी रोकिरहेछ दिन्छ तल जो खिचेर आऊ त लोलेगाउँ यहाँ हाम्रो लर्ड बुद्धको स्ट्याचु छ ऊ पर देख्नुहुँदैछ आई लभ लोलेगाउँ लेखेको अब यो बाटो सिधै ओह्रालै अब लेफ्टबाट गयो भने चाहिँ हामी सेलरोटी गोलाइ पुग्ने रहेछौँ म चाहिँ अलिकति झर्नु नसक्ने भएर गाडीमै बसिरहेको छु किन झर्नु नसक्यो भने होला चप्ली चुट्टिएर अवस्था खत्तम भयो चप्पल चुटेर चाहिँ लर्ड बुद्ध स्ट्याचु लोलेगाउँ हामी बाटो खोजेको बाटो सोधेको बाटो बिर्सेकोले नै घर चाहिँ राति 10-11 बजी पुग्ला जस्तो भइसक्यो हो हुनु चाहिँ हामी नयाँ बाटो गएको नि त अब त्यति उयो याद छैन होइन पुरा बाटो याद छैन होइन अब यो बाटो चाहिँ के हो भने सबैले भाइरल भयो अहिले जो के अरे सेलरोटी गोलाइ भन्ने सबै तल बाग्रीकोट मिनामोड भएर आउँछ हामीले चाहिँ नयाँ एक्सप्लोर गऱ्यौँ कि कालिम्पोङ जहाँबाट जाँदा चाहिँ कताबाट जानुपर्ने हो भनेर अन्त अहिलेसम्म बुझेको अनुसार चाहिँ एउटा बाटो चाहिँ कालिम्पोङ अलगढाको साइडबाट कफेर निस्केर पनि तल आइपुगिँदो रहेछ लोलेगाउँ होइन भने चाहिँ पर लाभा पुग्नुभन्दा पहिला आई लभ लाभाको बोर्डभन्दा अलिकति पहिला चाहिँ एउटा सानो मन्दिर रहेछ मन्दिरको छेउबाट चाहिँ हिँड्नुपर्ने रहेछ अन्त त्यहाँबाट चाहिँ सानो मन्दिरको छेउबाट चाहिँ एउटा बाटो रहेछ ओह्रालो अन्त बाटो चाहिँ साह्रो दामी ठुलो बहुत ठुलो बाटो नि यसमा त यो त यहाँ अहिले खालि यसो हेर्दा यो तर यो 3 लेन 4 लेन बाटो छ नि अब 4टा गाडी मजाले पास हुने रहेछ अन्त उयो भयो एउटा एक पन्थ दो काज भने जस्तो भयो अब हिजो बेलुका हाम्रो पेसोकमा पनि सानो काम थियो त्यो पनि भयो यताबाट यो नयाँ बाटो पनि एक्सप्लोर भयो घुम्दै घुम्दै आयौँ घुम्दै सबैजना आउँछ तलबाट के अरे उयसबाट मिनामोडबाट पस्छ त्यहाँदेखिको त्यो सेलरोटी गोला अलिकति घुमेर जान्छ अन्त यति हो कुनी के भनेर भन्छ होइन हामी चाहिँ डल्लै देखाइदिएको नि त माथिदेखिको तलैसम्म देखाइदियो बाटो भनेर माथिदेखिको अब कस्तो रहेछ बाटोहरू त्यो भनेर नि सबै अब बाटो त राम्रो रहेछ अब माथि सोद्धाखेरि त भन्दै थियो 1 घन्टा लाग्छ भन्दै थियो तर अब 1 घन्टा अलिक लाग्दैन होला अब हामीलाई झन्डै पुग्नु आँट्यो होला हौ अलिकति त्यस्तै छ बाटो हेर्दा चाहिँ यस्तो छ बाटो हेर्दा चाहिँ पुग्लै जस्तो छ नि त बाटो अन्तखेरि बाटो त राम्रो रहेछ मजा आउँदैछ कस्तो लाग्दैछ तिमीलाई नयाँ बाटो आउँदा मजा आउँछ तर यति हो गाडीको दनु बस्यो भने चाहिँ फेरि साइडकोहरू हेर्नु सिन चाहिँ हेर्नु पाएन त्यति हेर्नु पाउँदैन अलिअलि चाहिँ हेर्नु पाउँछ तर ड्राइभिङको मजा अलगै हो तर त साइडमा बस्नेले हेर्ने मजा अर्कै हो है साइडमा बसेर निद लाग्छ नि अझ मलाई त झन् अहिले भर्खर हामी कफेर आइपुगेको थियो कफेरमा चाहिँ के त्यो यस्तो सानो पार्कहरू जस्तो रहेछ होइन कफेर लोलेगाउँ लोलेगाउँ त्यहाँनिर चाहिँ अलिकति म झर्नु सकिनँ हो किनभने मेरो जुत्तै उयो भइदियो अझै छ नि त यो होइन नि त अगाडि देख्नु हुँदैछ होला है बिस्तारै हिँड्दैछु म हुनु त यहाँ पनि बनिँदै रहेछ हेर्नुहोस् त्यसको माथि पनि छौ माथि बनिँदैछ त्यस्तो पुल चाहिँ थुप्रै बनिँदो रहेछ यहाँनिर त्यो एउटा मात्रै होइन रहेछ माथितिर देखिँदैछ यो पनि अन्डर कन्स्ट्रक्सन रहेछ है थुप्रो रहेछ यस्तो पुलहरू अब गाडी गएको देखेको छु मैले अस्ति सागरको लागि अन्त
त्यस्तो बेला चाहिँ ए गाडी हिँड्नु थालेछ ल के हो मान्छे भिड छ त ए उयो गर्ने होला दुकान हौ ए हाई उयो गरेछ भनेपछि र त भनेको मान्छेले आम्मा भ्याड अब चाहिँ हामी फाइनली कहाँ आइपुग्यो बुढा अब हामी फाइनली आफ्नो सोचेको जग्गा के पो भन्छ सेलरोटी गोलाइ आइपुग्यौँ जस्तो छ वरिपरिको सबै यसो बजारसरा देख्दा आज सन्डे भएकोले गर्दा भिड भिड रहेछ त्यहाँदेखि अब यहाँ त गाडी रोकेर त्यसले गर्दा अब हामी बिस्तारै बिस्तारै जाँदैछौँ स्टार्ट भयो कसो हुँदैछ र हुँदैछ अब हामी बिस्तारै जाँदैछौँ त्यहाँ हेरेर गर न तिम्रो तल हेरेर गर्दा त्यहाँ आएको छैन यो चाहिँ एकदम अहिले भाइरल भएको हाम्रो नर्थ बेङ्गलको सेलरोटी गोलाइ अब पहिला चाहिँ यहाँ रोकेर फोटो खिच्न दिन्थ्यो आजकल त दिँदैन एक्सिडेन्टहरू भयो नि त यहाँ त्यो पनि गर्नु पनि हुँदैन किनभने यो के को लागि यो बनाएको के गर्नु त भएन नि त अन्त पुलिस बस्नुहुन्छ पुलिसहरू तल रोकेर चाहिँ खिच्ने हो फोटो तल मधेस देखाइदियो यतापट्टि अब चाहिँ हामी फाइनली कहाँ आइपुग्यो बुढा अब हामी फाइनली आफ्नो सोचेको जग्गा के पो भन्छ सेलरोटी गोलाइ आइपुग्यौँ जस्तो छ वरिपरिको सबै यसो बजारसरा देख्दा आज सन्डे भएकोले गर्दा भिड रहेछ त्यहाँदेखि अब यहाँ त गाडी रोकेर फोटो खिच्नु दिँदैन अरे त्यसले गर्दा अब हामी बिस्तारै बिस्तारै जान्छौँ स्टार्ट भयो कसो हुँदैछ र हुँदैछ 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 अब हामी बिस्तारै जाँदैछौँ भाइरल भएको हाम्रो नर्थ बेङ्गलको सेलरोटी गोलाइ पहिला चाहिँ यहाँ रोकेर फोटो खिच्न दिन्थ्यो आजकल त दिँदैन एक्सिडेन्टहरू भयो नि त यहाँ त्यो पनि गर्नु पनि हुँदैन किनभने यो के को लागि बनाएको के गर्नु त भएन नि त अन्त पुलिस बस्नुहुन्छ पुलिसहरू अब तल रोकेर चाहिँ खिच्ने हो फोटो
यही रोक्नु दिँदैन कहाँबाट दिन्छ फोटो खिच्न चाहिँ दिँदैन नि तलबाट त ऊ यहाँ तल ऊ तलबाट अघि बिहानदेखि हेरेर लास्टमा फाइनली चाहिँ हामी सेलरोटी गोलाइ फेमस अहिलेको नर्थ बेङ्गलको सेलरोटी गोलाइ आइपुग्यौँ म पनि छु अन्त हाम्रो चाहिँ एक्सपिरियन्स कस्तो छ भने चाहिँ अरू बबाल अरू चाहिँ यता सिलगढीबाट चट्टै उकालो लाग्छ त्यहाँदेखि यस्तो हुँदै उयो माथिको डाँडा यहाँ यतापट्टि यहाँनिर चाहिँ अहिले एउटा अघि देखेको त्यहाँ चिया खाजा खाने दोकान रहेछ त्यस्तोहरू बनाएको रहेछ त्यहाँसम्म मात्रै जाँदो रहेछ मान्छे तर हामी चाहिँ कालिम्पोङबाट घुमेर आयौँ है हो मजा आयो हत्तु भयो फेरि यो यहाँ चाहिँ यस्तो छ अन्त यस्तो त माथि पनि एक दुई जग्गा अझै बनिँदो रहेछ यस्तो दुई तिन जग्गा रहेछ अझै बनिँदो रहेछ अहिले कोही गएको छैन अन्त मैले पनि भिडियोमा हाल्ने ट्राई गर्छु क्याप्चर त भयो जस्तो लाग्दैछ मलाई पनि है जिनु सेम खालको ब्रिज चाहिँ सेलरोटी गोलाइ यो चाहिँ सानो सेलरोटी रहेछ अघिको चाहिँ 2 फन्के अहिले यो चाहिँ 1 फन्के थुप्रो बनाएको रहेछ है मालबजार बागरीकोट हामी यता जानुपर्छ यताबाट गर्दा त्यो पुग्छ क्या होला त त्यो झर्नेमा यहाँ चाहिँ बोट लगाइदिएको रहेछ नभए यो जङ्गलको बाटो त याद हुन्थेन नि